अस्ट्रेलिया, युके, जर्मनी, क्यानाडा या युएसए जस्ता देशहरूमा पढ्न, कमाउन, त्यहाँको ग्रीन कार्ड पाउन हामी सबैजनाको सपना हुन्छ र यो सपनाको लागि जब हामी यसको रिक्वायरमेन्ट चेक गर्छौँ भने हामीलाई आइएलएसपीटी चाहियो, लङ ग्याप हुनु परेन, हाई फाइनेन्सियल रिक्वायरमेन्ट छ, 1 इयर या 6 मन्थको ब्याङ्क स्टेटमेन्ट देखाउनु पर्छ जसमा 30 to 60 लाखसम्मको ब्याङ्क ब्यालेन्स सो गर्नुपर्छ र अफोर्डेबल फिस छैन, महँगा फिसहरू छन्। स्टार्टिङ फिस नै 15 लाखदेखि हो। रिस्क पनि हुन्छ, भिजा रिजेक्ट हुने, हामीलाई फाइनेन्सियल लस पनि देखिरहेको हुन्छ। यो सबै रिक्वायरमेन्ट हामी मध्ये थोरैजनाको सपना पुरा हुने र धेरैजनाको सपना नपुरा हुने जस्तो लाग्छ। यदि तपाईँले आफ्नो स्टडी डेस्टिनेसन युरोपका यी देशहरूबाट शिफ्ट गरेर युरोपको जर्जियातिर जानुहुन्छ जहाँ सेम अपर्च्युनिटी र सेम फ्यासिलिटी छ, यो सपना पुरा हुने सम्भावना बढ्छ, यो चान्स पनि बढ्छ। जर्जियामा तपाईँले हरेक हप्ता 20 घण्टा कमाउन पनि सक्नुहुन्छ। होलिडेमा फुल वर्क राइट छ, इन्टर्नसिप अपर्च्युनिटी छ। तपाईँले अस्ट्रेलिया, युके, क्यानाडा जस्ता देशहरूमा इन्टर्नसिपको अपर्च्युनिटी पनि हुन्छ जर्जियामा यदि पढ्नुहुन्छ भने। जर्जियामा पढ्नको लागि जब रिक्वायरमेन्ट तपाईँले चेक गर्नुहुन्छ, आइएलएसपीटी चाहिएन, 2 मिनटको इन्ट्रोडक्सन भिडियो चाहियो जहाँ तपाईँले आफ्नो बारेमा, आफ्नो फ्यामिलीको बारेमा, तपाईँ जर्जिया किन पढ्न जानु भइरहेछ, जर्जियाले तपाईँको क्यारियरलाई कसरी बुस्ट गर्छ यसको बारेमा तपाईँले 2 मिनटको इन्ट्रोडक्सन भिडियो पठाउनुहुन्छ जुन चाहिँ तपाईँको आइएलएसपीटी वेबियरको रूपमा काम गर्छ। लङ ग्याप एक्सेप्टेबल छ, ब्याचलरको लागि 3 to 5 इयर्ससम्मको ग्याप एक्सेप्टेबल छ, मास्टरको लागि 10 इयर्ससम्मको ग्याप एक्सेप्टेबल छ। हाई फाइनेन्सियल रिक्वायरमेन्ट होइन, फी फाइनेन्सियल डकुमेन्ट हो। 3 मन्थको ब्याङ्क स्टेटमेन्ट विथ अकाउन्ट ब्यालेन्स 7 to 10 लाखसम्मको सो गर्नुपर्छ। हाई सक्सेसफुल भिजा रेट छ 95% कज अफ गभर्मेन्ट प्रोसिजर। तपाईँको पेमेन्ट पनि गभर्मेन्टले जब एप्रुभ गर्छ, इनरोलमेन्ट डिग्री दिन्छ, त्यसपछि मात्रै कलेजको फिस पे गर्नुपर्छ, जसले गर्दा 95% सक्सेसफुल रेट छ। जर्जियाको कुन युनिभर्सिटीमा पढ्ने, कुन कोर्स पढ्ने त्यसको बारेमा बुझ्न चाहनुहुन्छ भने हजुरले एडुका वर्ल्ड एडुकेसनल कन्सल्टेन्सी मेन भवन नयाँ बानेश्वरमा सम्पर्क गर्न सक्नुहुन्छ या कल गर्न सक्नुहुन्छ। या वीरगञ्जको नजिकको एरियाबाट हुनुहुन्छ भने वीरगञ्ज घण्टाघर लिङ्क रोड अपोजिट टु मसल ब्याङ्क एडुका कन्सल्टेन्सीमा सम्पर्क गर्न सक्नुहुन्छ या तल दिएको नम्बरमा हजुरले कल गर्न सक्नुहुन्छ।